हाई एभ्रिवान, म चाहिँ आज हजुरलाई शुभ अन्नप्राशन बोर्ड कसरी तयार गर्ने भनेर सेयर गर्न गइरहेको छु। त्यसको लागि हामीलाई सर्वप्रथम बोर्ड चाहिन्छ। यस्तो खालको बोर्ड मैले चाहिँ यस्तो काठको बोर्ड ल्याएको थिएँ। अनि त्यसपछि रेड कपडा अनि यो चाहिँ कटनको हो, हजुरले जुनै पनि युज गर्न सक्नुहुन्छ। रेड कटनको कपडा, त्यसपछि हामीलाई चाहिन्छ ग्लिटर पेपर। अनि मैले यस्तो खालको ग्लिटर पेपर ल्याएको थिएँ, ग्लिटर पेपर। अनि एउटा यो पनि रिबन पनि चाहिन्छ सानो। अनि त्यसपछि चाहिँ मैले सबै वर्डहरूलाई चाहिँ अलरेडी प्रिन्ट आउट गरेर तयारी गरिसकेको छु। यो वर्डहरू चाहिँ हजुरले आफ्नो बोर्डको साइज अनुसार बनाउन सक्नुहुनेछ। त्यसपछि मैले यो बोर्डलाई ग्लुगनको सहायताले मजाले टाँसिसकेको छु। यो तयारी भइसकेको छ। त्यसपछि हामीले अघि तयारी भएको वर्डहरूलाई चाहिँ तेल लगाएर मजाले देखिने गरी, प्रष्ट देखिने गरी बनाउने। त्यसपछि ग्लिटर पेपरमा टाँसेर यसरी मजाले काट्न सक्नुहुन्छ, सबै पेपरहरू यसरी। त्यसपछि मैले सबै पेपरहरू तयारी गरिसकेको छु, काटिओरी। काटेपछि फाइनल लुक यस्तो देखिएको छ। अनि त्यसलाई मजाले फेरि ग्लुकै सहायताले मजाले बोर्डमा टाँस्ने। अनि टाँसिसकेपछि यो तयारी हुन्छ। अनि फाइनल लुक्स चाहिँ यस्तो देखिएको छ। हेर्नुहोला टाँसिसकेपछि। थ्याङ्क यू फर वाचिङ, बाई बाई।